सो नमस्कार साथीहरु, अझ पनि तपाईहरुले यसरी भिडियोमाथि भिडियो दुईटा लेयर लगाएर ओभर लेयर गरिराख्नु भएको छ भिडियो एडिटिङ। अनि यो पुरानो आइडिया अब छोड्नुस्, अब नयाँ आइडिया म तपाईहरुले देखाउन गइरहेको छु। एउटै लेयरमा तपाईको भिडियो पनि रेकर्ड हुन्छ र तपाईले गरिरहेको काम पनि रेकर्ड हुन्छ एकैचोटीमा। यदि तपाईहरुले मेरो च्यानललाई फलो सब्स्क्राइब गर्नु भएको छैन भने कृपया फलो सब्स्क्राइब गर्नु होला, यस्तै नयाँ नयाँ आइडियाको लागि। ल अब अगाडि बढौं त। हाम्रो भिडियो हेर्नु होला, पुरै हेर्नु होला। तपाईले स्टेप बाइ स्टेप देखाएको छौं हामीले। यो हेर्न सक्नुहुन्छ साथीहरु, तपाईहरुले कट अल्ट प्लस पी यो दबाउनु भयो भने तपाईको एकैचोटी स्क्रिन रिकर्डिङ खुल्छ र स्क्रिन रिकर्डिङको साथसाथमा तपाईको फेसको पनि रिकर्डिङ हुन्छ। यहाँ यो क्यामेरा पनि खुल्छ, दुईटै काम एकैचोटीमा हुन्छ। हेर्न सक्नुहुन्छ तपाईले। अब यहाँ गएर तपाईले सिलेक्ट गर्न सक्नुहुन्छ। तपाईलाई यो ल्यापटपकै क्यामेराबाट सुट गर्नु छ या मोबाइलको क्यामेराबाट सुट गर्नु छ। यो क्यामेरा र यो स्क्रिन सबै अलग अलग ट्र्याकमा चाहियो कि एउटै ट्र्याकमा चाहियो त्यो पनि सिलेक्ट गर्न सक्नुहुन्छ। सिंगल सिंगल चाहियो भने यहाँ क्लिक गर्नु होला। यो सिंगल सिंगलमा आउँछ, सेभ हुन्छ। र एउटै ट्र्याकमा चाहियो भने यो क्यामेरा एन्ड स्क्रिन सिंगल ट्र्याक यहाँ क्लिक गर्नुभयो भने यहाँ सुरु हुन्छ। यहाँ हेर्नु, रेकर्डिङ सुरु भयो। अब मैले बोलेको हैन, यहाँ देखाएको सबै हुन्छ। हेर्नुस्, फेस पनि एकै साथमा तपाईले गर्न खोजेको काम पनि हेर्न सक्नुहुन्छ साथीहरु। यो आइडिया कति जनालाई थाहा थियो, कस्तो लाग्यो तपाईहरुलाई यो आइडिया कमेन्ट गर्नु होला। यसरी डाउनलोड गरे यहाँ तपाईलाई कुन फाइलमा चाहियो फोल्डर सिलेक्ट गर्नुस्। यो त्यहाँ आइपुग्यो भिडियो। एडिट गर्नु छ भने भिडियोलाई सिधै यहाँबाट एडिट मोर गर्नुस्। यो सिधै क्यापकटमा जान्छ आफै अटोमेटिक। यहाँ क्यापकटमा तपाईहरुले हेर्न सक्नुहुन्छ। यो प्ले गरेर हेर्नुस्। यहाँ देखाएको सबै फेस पनि एकै साथमा। हस्त साथीहरु, धन्यवाद। मेरो भिडियोलाई लाइक, कमेन्ट, शेयर गर्नु होला। कस्तो लाग्यो यो भिडियो भन्नु होला।